हेलो गाइस, गुड मर्निङ हजुरहरूलाई फेरि पनि छोडेन तामाङको भ्लगमा स्वागत गर्दै। अनि म चाहिँ मर्निङमा चिया पिउँदै छु। अन्त आज चाहिँ मैले दादालाई एक्वेरियमको माछाको पानी फेर्ने दिन हो नि त, त्यसले गर्दा चाहिँ मेरो पछि चाहिँ मेरो बुढाले चाहिँ पानी फेर्नु हुँदैछ हो। अन्त नि आज यस्तो हर्षलाग्दो दिन भइरहेको छ कि साथी हो, मैले लुगाहरू चाहिँ हिजो बेलुकै धुएको थिएन, दिन चाहिँ फुस्सै भइरहेको छ। हेर्नुहोस् ल, म आजको वेदर हजुरहरूलाई पनि देखाउन गइरहेको छु। आजको वेदर चाहिँ यस्तो भइरहेको छ साथी हो, घामै छैन, चिसो दिन भइरहेको छ हो। धुम्म घामै छैन, के गर्नु गाइस, यस्तो भइरहेको छ। यस्तो छ है हाम्रो गाउँहरू चाहिँ। रुम सुकिरहेको छ, दादाले पानी हाल्दैछ हो, अलिअलि गर्दै भए पनि दिन चाहिँ यस्तो भइरहेको छ। भन्नुपर्दा नि हाम्रोमा चाहिँ एउटा छ नि त अर्किड, अस्तिसम्म त फुलेको थिएन, कोपिला लाग्नै सकेको थिएन कि दादा र मैले यो ठाउँमा सारेको दिन त मजाले पो कोपिला फक्रिँदै गयो। नभए भने चाहिँ यो अर्किड चाहिँ यहाँ थियो नि त, त्यसले गर्दाखेरि। र चाहिँ माछा दुईटा मात्रै छ नि त हो, खेल्दैछ। दादाले बिरालुले खान्छ भनेर बाहिर नछोडेकोले, हेर्नु न, दुईटा छ हाम्रो माछा। म चाहिँ गीत सुन्दै काम गर्दै थिएँ होइन, फेरि कपिराइट ठोकिदिइहाल्छ नि त, त्यसले गर्दा चाहिँ बन्द गरेर उयो गर्दैछु हो। अन्त मैले चाहिँ हिजो बेडसिटहरू डल्लै धोकोले गर्दाखेरि चाहिँ यतानिर दुईटा ट्विन बनाइदिएको छ, दुईटा बेड चाहिँ ट्विन बनाइदिएको छ, ट्विन्स। अब मेरो काम छ हाम्रो रुममा बेडसिटहरू हाल्नु छ हो, अझै छ नि काम त सकेको छैन। यो त अलवेज नै गुडै हुन्छ, किनभने यहाँनिर मान्छेहरू एन्ट्री हुँदैन नि त, पाहुनाहरू आउँदा मात्रै तैँले खोल्छु। तर म चाहिँ मर्निङमा चाहिँ एकपल्ट चाहिँ खोलिदिन्छु नि त, किनभने उयो बन्द भएकोले पनि ढुरीहरू गनाउँछ नि त, त्यसले गर्दा। अब चाहिँ म छिटो बेडसिटहरू मिलाइहाल्छु नि त हो साथी हो। अन्त बेडसिटहरू मिलाएर हजुरहरूलाई एकैचोटि कस्तो मिलाएँ भनेर हजुरहरूलाई पनि देखाउनु गइरहेको छ, हेर्नुहोस् है। ल है साथी हो, फाइनल्ली मैले मेरो रुम पनि सकेँ हो। अब चाहिँ एक्वेरियम पनि सफा भयो नि हो। साथी हो, म यो सफा गर्नु लागिरहेको छु हो। हेर्नु न, यो निक्लिन्थेन नि त, अन्त आज चाहिँ दादालाई निकाली मागेको। अन्त यो सफा गर्छु म, यो चारवटा बेन्च पनि सफा गरेर अहिले हजुरहरूलाई भेट्ने छु। के काम छ बडा? ल है साथी हो, म चाहिँ यो पुस्दैछु है टेबल। ल है साथी हो, अब चाहिँ फाइनल लुक यस्तो भएको छ साथी हो। मान्छेले भन्छ नि त होइन, घरको काम घरमा के हुन्छ र भनेर भन्छ होइन। घरमा काम जत्तिकै गरे पनि, एभ्रिडे गरे पनि दिनमा निक्लिन्छ होइन। अब यो रुमको त गर्नु पर्दैन, अस्ति गरेँ होइन। यो रुम चाहिँ म 3 दिनमा गर्छु नि त, त्यसले गर्दा आज यो रुमले चाहिँ मलाई छुटकारा दिइरहेको छ। यो रुमबाट चाहिँ आज हुनु चाहिँ म 3 दिन बजार खुरुखुरु धएकोले गर्दाखेरि पनि सफा गर्नु चाहिँ पाएको थिइनँ नि त, त्यसले गर्दा आज अलिकति साह्रो पर्यो हो। हजुरहरूलाई अहिले छिनमा बेन्चहरू धोइसकेर भेट्छु गाइस, स्टे ट्युन। हाम्रो घरमा मात्रै काम सधैँ निक्लिन्छ कि हजुरहरूकोतिर पनि यस्तै हुन्छ? कामै सक्दैन त। 10:30 हुन आँटिसक्यो हो, किचन गरेको छुइनँ, बेडसिटहरू फेर्दा ओर्दा आज त टाइम त्यत्तिकै बित्यो। अब हजुरहरूलाई चाहिँ बडाल कुरा गरेर पुछपाछ गरेर भेट्छु ल साथी हो। फाइनल्ली सकेँ यतापट्टि। हेलो साथी हो, अब म यो पुस्छु ल। छिटो है, अब चाहिँ म बेन्च पनि छिटो धुन्छु होइन। ब्रसले नभएर चाहिँ लुगाले नभएर चाहिँ म ब्रसले घोर्दै थिएँ नि त, पुरा धुलोहरू थियो नि त हो। अन्त यो धुँदा चाहिँ स्याड न्युज आयो नि त, यो के पो आज सिलगढी जाने गाडी चाहिँ एक्सिडेन्ट भयो भनेर भन्नुभयो नि त कि। अन्त त त्यहाँदेखिको त काम गर्नु मन नपरी भए पनि गर्दै थियो नि त, किनभने चाहिँ हामीले लुगाहरू किन्ने दोकानकै भैया पनि हुनुहुँदो रहेछ नि त त्यहीमा चाहिँ। अन्त त्यसले गर्दाखेरि चाहिँ सुर्तासरी गर्दै थियौँ होइन।
त्यसले गर्दाखेरि चाहिँ अब म छिटो कामहरू गरेर हजुरहरूलाई चाहिँ बेन्ची पनि सफा गरेर देखाउँछु। बेन्ची पनि धोएर यसरी टङ्गाइरहेको छु। अब चाहिँ म यहाँ आँगनहरू अलिअलि बढाल्नु पर्यो किनभने पानी हालिरहेको छ नि त। बढालिहाल्छु किनभने आकाशबाट पानी आउनु थाल्यो नि त, ठुल्ठुलो थोपा आउँदै थिएन, त्यसले गर्दा चाहिँ छिटो बढालिहाल्यो नि त। खासमा चाहिँ यो पानी चाहिँ अब सायद त्यो मान्छेहरू जो एक्सिडेन्टमा बित्नु भयो होइन उनीहरूको मन दुःख होला हौ गाइस। सबैजनाले प्रे गरिदिनुहोस् उनीहरूको आत्माले शान्ति पाओस्। साथीहरू अहिलेसम्म चाहिँ मैले काम गरेको देख्नु भएको थियो होइन, अचानक पानी आउनु थाल्यो नि त, त्यसले गर्दाखेरि एक प्रकारले ढुक्कै पनि छु। म ढुक्कै छु भनेको भन्नुहोस् साथीहरू, कतिजनाले रिसिन्छ होला है, पानी पर्दा कस्तो ढुक्कै मानेको भन्छ होला, किनभने हाम्रो चाहिँ यहाँनिर चाहिँ मेनमा यो स्टाफ लाइनमा चाहिँ अलिकति पानीको अभाव छ नि त, त्यसले गर्दाखेरि चाहिँ आँगनहरू भिजाउनु पाएको थिइनँ, त्यसले गर्दाखेरि चाहिँ आकाशको पानीले पनि भिज्छ भनेर चाहिँ मलाई चाहिँ ढुक्कै भयो भनेको होइन। अन्त आकाश काट्यो। ओके गाइस, हजुरहरूलाई आजको मेरो यो सानो ब्लग घरको होइन साफसफाइ गरेको भिडियो कस्तो लाग्छ प्लिज कमेन्ट बिलो एन्ड डोन्ट फर्गेट टु सब्सक्राइब माई युट्युब च्यानल। अनि म चाहिँ अब 12 बजीको लन्च बनाउनु थालेको होइन, किनभने अलिकति ढिलो पनि भयो घरको कामहरू गर्दा गर्दा, किनभने अहिले चाहिँ आप्पा हुनुहुन्न नि त, त्यसले गर्दा बुढाबुढी मात्रै भएकोले गर्दाखेरि चाहिँ पछाडि पकाउँछु ल भने दादाले पनि ल भन्नुभयो नि त हो, त्यसले गर्दा चाहिँ अब म खानाहरू पकाउनु स्टार्ट गर्छु। हजुरहरूलाई आजको ब्लग के कस्तो लाग्छ प्लिज कमेन्ट बिलो। ओके गाइज, बाई बाई। अब छिट्टो अर्को ब्लग लिएर भेट्ने छु। स्टे ट्युन, बाई, लभ यु गाइज।